लेखाली मैच्याङ हेर्नु त हाम्रोतिर पनि बेरा हुन्छ। लेखाली मैच्याङहरुकोतिर मात्रै हुन्छ, हाम्रो राईकोतिर पनि हुन्छ भेडा। हेर्नुस् त यो भेडाहरु पहिला यस्तै धेरै थियो, अहिले चाहिँ कलर काकाको हाम्रो भेडी कोठा बाख्रा साथीहरु, हाम्रोमा भेडा बाख्रा जे पनि हुन्छ कि हाम्रो लिएको नि त। लेखाली मैच्याङहरुको जस्तै यति धेरै भएको त बेसीमा झर्दा क्या दिदी चल्यो घामैले। भेडा नि हुन्छ भेडाको नानी। हाम्रै माथिको बारी चाहिँ दोभाने भन्ने हो क्या, दोभाने भन्ने हो। एकजना दिदी मात्रै हुनुहुन्छ अनि मम्मी हुनुहुन्छ। मम्मी र दिदीले मात्रै यति धेरै चास्नुहुन्छ। पहिला हामीले जति अहिले हेर्नु न यो खोल्सा खाल्सीतिर एकाएक अलैँची सबैतिर राख्नु भएको रहेछ। अहिले यसपालि त झन् धेरै रोप्नु भएको रहेछ। हाम्रो दिदी कति मेहनती हुनुहुन्छ, मेरो दिदी माइली हाम्रो सबैको दिदी हो उहाँ चाहिँ। अनि उहाँले चाहिँ पाए पढ्ने फेसिलिटी पाए, दिदीले चाहिँ पढ्नु भएन क्या, अनि पढ्नु पाउनु भएन। अब सबैभन्दा जेठी दिदी चाहिँ होइन, जेठ सालको होला समथिङ हाम्रो माइली दिदी 37 सालको हुनुहुन्छ। अनि हाम्रो दिदीले सानैमा बिहे गरेर त्यसपछि म पनि 1 वर्ष ग्याप रहेर बल्ल बल्ल पढेको। 5 क्लाससम्म चाहिँ कन्टिन्यू गरेँ। त्यसपछि 5 क्लासदेखि नपढाउने भनेर सबैजनाले भन्नुभएको थियो। त फेरि माइली दिदीले नै म पढाउँछु भन्नुभएर मलाई पढाउनु भएको। अनि पहिला हामी यस्तो ठाउँमा काम गर्थ्यौँ, यस्तो ठाउँमा बस्थ्यौँ। हाम्रो गाउँ, हाम्रो ठाउँ जे भए पनि हाम्रो गाउँ नै हो यो, तर यहाँ गाउँ चाहिँ छैन, हाम्रो चाहिँ पारी हो क्या हाम्रो गाउँ। अहिले चाहिँ दिदीले यति धेरै मेहनत गरेर यस्तो अलैँचीहरू लाउनु भयो। पहिला त अलैँची हामीले तल खोलामा मात्रै लगाएको थियो परीक्षणको लागि, त फल्यो। अनि धेरै टुसारो पर्छ क्या साथीहरू यहाँ, अनि टुसारोले चाहिँ अलैँचीलाई मार्छ। अब टुसारो पर्यो भनेदेखि अनि हामीले उत्तिस रोपिदियौँ। उत्तिस रोपिदिएपछि चाहिँ अलिअलि भएको छ भयो। त्यसपछि योभन्दा अगाडि पनि दिदीले एक लट लाएर यो बोट मरेर फेरि पछाडि यो नयाँ लगाउनु भएको नयाँ बिरुवा हो। त्यही भएर त्यतिदेखि हुर्केको। त्यही भएर हामीलाई दुःख भन्ने के हो भनेर सिकाउनु हुन्छ भने चाहिँ हाम्रो गाउँ ठाउँ यस्तो छ। त्यही भएर चाहिँ अलैँची बेच्नु भयो, अलैँची बेच्नु हुन्छ अनि आइसकेर बनाउनु छ। अनि अलैँची बेचेर माया लाग्छ। म तिमीलाई धेरै माया गर्छु है भनेर भन्नु त मिल्दैन, उहाँ अलिक दुखित हुनुहुन्छ। किनभने नै हाम्रो बाउ हुनुहुन्थ्यो, बाउ खसेपछि चाहिँ दिदी एक्लो हुनुभएको छ, मम्मी एक्लो हुनुभएको छ, दुईजनालाई छोडेर जानुभएको छ। हामी त अब यताउति हिँड्छौँ डुल्छौँ, त्यति धेरै अप्ठ्यारो हुँदैन हामीलाई चाहिँ। तर दिदी र मम्मी चाहिँ कसरी सम्हालेर बस्नु हुँदैछ त्यो चाहिँ मैले नै यकिन गर्न सक्दिनँ। त्यसपछि पढाउनु भयो, हुर्काउनु भयो, त्यसपछि मलाई बिहे गरिदिनु भयो। कसो हो भनेर सबै सोधखोज गरेर चाहिँ बिहे गरिदिनु भएको उहाँहरूले नै। राम्रोसँग माग्नु बोलाउनु भयो, अनि हो के हो कसो हो भनेर बुझेरै बिहे गरिदिनु भयो। अनि म चाहिँ अहिले बिहे गरेको 3 वर्ष भयो होइन साथीहरू। अनि हाम्रो बुवा खस्नु भएको 1 वर्ष, अनि मङ्सिरमा 1 वर्ष भएर अहिले यति आइसक्यो। अनि हाम्रो दिदी र मम्मीलाई चाहिँ धेरै मिस गर्छु भन्नु मिल्दैन उहाँको अगाडि, किनभने धेरै रुनुहुन्छ नि त। बुवाले नै धेरै साथ दिनुहुन्थ्यो। अब यसरी गर्नुपर्छ है भन्नुहुन्थ्यो, यस्तो गर्नुपर्छ छोरी भन्नुहुन्थ्यो नि त हाम्रो दिदीलाई। त्यो मान्छे छैन अहिले। पछि रोएर आउने होइन, मन बुझाउने, रुने मन बुझाउने, फेरि रुने मन बुझाउने। यो पाखातिर कति धेरै घाँस हुन्थ्यो क्या पहिला, अनि
यो पाखातिर हामीले आफ्नो जस्तै जगेर गरेर घाँस काट्थ्यौँ पछिसम्म राखेर। ती दिनहरू धेरै याद आउँछ। अनि यो घर देखेपछि हाम्रो बुवाको धेरै याद आउँछ। हाम्रो बुवा यहीँ हुर्किनु भएको अरे नि त, सानोमा यहीँ बसेर हुर्किनु भयो अरे। अनि उहाँको पनि मम्मी पहिला नै बित्नु भएको अरे हाम्रो बुबाको। त्यसपछि अर्को घरमा बसेर नै हुर्किनु भएको अरे। फुपूहरूसँग बसेर यताउति गरेरै हुर्केको भन्नुहुन्छ क्या हाम्रो बुबाले। अनि यो घर चाहिँ धेरै माया गर्नुहुन्थ्यो हाम्रो बुबाले। मेरो त्यो घरमा जस्तो लाउनुपर्छ भन्नुभयो। खस्ने बेला भइसकेको रहेछ क्या, उहाँलाई थाहा भइसकेको रहेछ। अनि यो घरमा हामीले जस्ता लगाइदिउँ, मेरो बाउले बनाएको चिनो भन्नुभयो नि त। अनि हामीलाई पनि हुन त हो, बाजेको आफ्नो बाउको माया लाग्दै होला, बनाइदिउँ भन्ने भयो क्या साथीहरू। अनि यो घरमा हामीले जस्ता लगाइदिएको नभत्कोस् नबिग्रोस्, कसैलाई आगो लायो भने पनि जस्तामा त झलक्क लाग्दैन नि त। अनि त्यस्तो भएर हामीले यो घरमा नि जस्ता लगाइदिउँ त। हाम्रो बाबाले के भन्नुभयो भने अलिकति हामीलाई चाहिँ म खस्छु होला, तिमीहरू यस्तो गर भनेर कहिले भन्नु भएन क्या। हामी चाहिँ अझै पनि 10-20 वर्ष जति त हामीसँगै रहनुहुन्छ होला भनेको त रहनु सक्नु भएन। कोसिस त गर्नुभएको थियो, सक्नु भएन। सरी बुबा, धेरै याद आउँछ यो घर देखेर। त्यो बाख्राको खोर बनाउँदाखेरि हिलो मुस्नु भएको, अनि बाजेलाई खाजा बोकेर ल्याइदिनु भएको, त्यो दिनहरू धेरै याद आउँछ। अनि यो माथिको बारी छ, त्यो बारी सबै घारी भएको छ। त्यो घारीतिर हामीले माथिसम्म फाडेर सबै चास्थ्यौँ। कोदो कति धेरै रोप्थ्यौँ, मुरी कोदो फल्थ्यो। सबै हामीलाई खर्च गर्नुहुन्थ्यो तपाईँले। कति धेरै ती दिनहरूको याद आउँछ यो ठाउँमा पुग्दाखेरि। त्यही भएर आज म जबरजस्ती नै भए पनि म वस्तु लान्छु, म गोठाला गर्छु, म बाख्राको गोठाला गरेर ल्याउँछु, खुल्ला ठाउँ छ भनेर म घरदेखि आएको। दिदीले नजा भन्नुहुन्थ्यो। दिदीलाई यो ठाउँमा आउँदा कस्तो लाग्छ होला जस्तो लाग्छ क्या। त्यही भएर अनि आफूलाई त यस्तो लाग्छ, बाउसँग गरेको काम यतातिर सबै बाउसँग हामी पहिला काम गर्थ्यौँ। यहाँनिर मैले बाबालाई यो बारीको भित्तामा एकचोटि बाँदरले मकै त्यहाँ खाएछ। म यहाँनिर थिएँ, बाबा त्यहाँ घाँस काट्नु हुँदै थियो। मैले ठुलो स्वरले कराउँथेँ, खोलाले सुनिँदैन, खोला त्यहाँ छ, अहिले खोला सुकेको छ, पछि बर्खामा आउँछ। त्यो खोला कराउने बाँदरकै थाहा नहुने। अनि ठुलो स्वरले कराउँदाखेरि मेरो बाबा त्यहाँतिर पुर्लुक्क लडेको क्या तर्सेर। तर म यहाँनिर कस्तो झाँस्थेँ नि त। अनि मकै बारीभित्र कराउँदाखेरि मेरो बाबाले कस्तो भन्नुभएको, ती दिनहरू याद आउँछ। यतातिर यो जिगर्नेहरू झार्नुहुन्थ्यो, जिगर्नेको बोट छ। पुरै हाम्रो बाबा बुवाको मात्रै याद आउँछ क्या यो ठाउँमा पुग्यो भने। अनि दिदी र आमाले यो ठाउँ नचासे हुन्थ्यो जस्तो लाग्छ क्या मलाई। किनभने बाउको याद आउँछ नि त। बाउको याद आएपछि गाह्रो हुन्छ भनेर नचास्नुहोस् नभन्दा पनि काम नगरौँ न त्यो ठाउँमा भन्दा पनि उहाँहरू होइन तिमीहरूको बाउले हेर्छ, हामीले त्यो बाजे राख्नु हुँदैन भन्नुहुन्छ क्या। अनि मन कस्तो दुख्छ। सक्नुहुन्न नि त, आमा त अब 70 पनि पुग्न लाग्नु भइसक्यो। अब दिदी पनि समथिङ 43 पुगिसक्नुभयो। त्यही भएर अनि दिदी सक्नुहुन्न, नगर्नु, अब जति गर्नु हामीलाई गऱ्यौँ। खानुको खाँचो हुँदैन, खानुकै लागि काम गरिन्छ भनेर भन्छौँ। कसैले भनेको मान्नुहुन्न क्या। उहाँहरू काम गर्नु पुरै बानी हुनुभएको छ नि त। त्यो काम गर्नु बानी भएर होला आफ्नो ह्याबिट छोड्न नसकिने रहेछ। पछि अब अहिले चाहिँ घर यस्तो छ। त्यो घरमा हामीले त्यसरी नै दाउरा राख्थ्यौँ। अहिले दिदी र आमाले पनि त्यसै राख्नुभएको रहेछ। कसरी यो ढोका खोलेर भित्र पस्नु हुँदैछ, कस्तो आउँछ क्या। ती यादहरू धेरै आउँछ यो घर देखेर। अनि यो बाँसको झाङ छ नि साथीहरू, यो बाँसको झ्याङ हाम्रो बाबाले जहिले काट्नुहुन्थ्यो क्या। बर्खामा भैँसीहरू कुद्थ्यो यता, अनि यहाँ माथि बर्खे थला राख्थ्यौँ। बर्खे थलातिर हेर्नु कस्तो घारी भएको। पछि कस्तो हुन्छ होला, हामी बुढो भएपछि यो ठाउँ आउनु सक्छौँ कि सक्दैनौँ होला। अब
समय गाउँसम्म जान्छ होला। पहिला यस्तो थिएन, हेर्नु न। अहिले जङ्गलमा घाँस एउटा छैन। बाख्रा सबै बाख्रा पाल्ने। पहिला जङ्गलमा घाँस कति धेरै हुन्थ्यो। यस्तो छ धेरै यी पुरानो कुराहरूको याद आउँछ। त्यही भएर साथीहरू, तपाईँहरूलाई पनि यस्तै भिडियोहरू हेर्नु मन लाग्छ भने मेरो च्यानल सब्सक्राइब गर्नुहोला, मलाई सपोर्ट गर्नुहोला, मलाई माया गर्नुहोला। अनि मेरो च्यानल सब्सक्राइब गरेर बेल बटनमा ट्याङ क्लिक गरेर घन्टी बजाइदिनु होला। त्यसपछि मेरो त दुःखको कुराहरू त धेरै छ नि साथीहरू, तर म कहिले भन्दिनँ, पछि भन्दै जान्छु। भने भर्खरै मैले भ्लग बनाएको धेरै पनि भएको छैन, तर मैले युट्युब च्यानल खोलेको चाहिँ धेरै भइसक्यो। तर मैले भ्लग बनाउँदिनँ थिएँ नि त, पहिला बिजी हुन्थेँ, पढ्नु पर्थ्यो। मैले केही गर्नुपर्छ भनेर म पहिलादेखि नै पढ्ने यताउति गर्ने भन्थे, तर पढेर पनि कोही केही गर्न सकिनँ। ब्याड लक हो यो, आफूले गरेको हो, तर अब भाग्यले साथ नदिएको। त्यही भएर नि कथा व्यथा छ भने मेरो जस्तै होला नि जस्तो लाग्छ क्या। त्यही भएर अनि सबैजनालाई मिस यु साथीहरू।